नारियावादले यो आयोजना गरेको पिकनिक ज्यादै राम्रो भयो। संक्षिप्तमा भन्नुपर्दा यस पिकनिकबाट हामीले एक दुईवटा ठाउँको खास गरेर टिबेरियाको भ्रमण गर्ने मौका भयो। यो टिबेरियामा आधारित ठाउँको बारेमा जानकारी दिने मौका त भयो नि। त्योदेखि बाहेक यहाँहरू सबैसँग भेटघाट गर्ने र यहाँहरूको चिनजान गर्ने कुराहरू आदान प्रदान गर्ने मौका भयो। यो निकै उपयोगी रह्यो भन्ने लाग्छ र यो किसिमको यहाँहरूले आयोजना जुन पिकनिक गर्नुभयो त्यसको लागि म सम्पूर्ण दूतावास परिवारबाट र अन्य साथीहरूको तर्फबाट पनि म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद सर। यसै गरी हाम्रो रमेश सर हुनुहुन्छ यहाँको अनुभव बताइदिनु सर। आज हामीसँग कस्तो भयो यहाँको अनुभव? मेरो अनुभव एकदम रमाइलो भयो। सर्वप्रथम त यो ऐतिहासिक पिकनिक हो इजरायलमा। नेपाल एम्बेसी खुलेको 5 वर्ष भयो। 5 वर्षमा यो सायद पहिलोपटक यस्तो किसिमको कार्यक्रम भएको हो जसमा चाहिँ महामहिम राजदूतज्यू र परिवारको उपस्थिति रह्यो र यति धेरै नेपालीहरूको पनि सहभागिता भयो र तिबेरियामा रहेका नेपालीहरूसँग पनि परिचय गर्ने र उनीहरूसँग पनि विभिन्न विषयमा विचार आदान प्रदान गर्ने मौका पायौँ। हामीले धेरै कुरा थाहा पायौँ र त्यसले गर्दा हामीलाई अरू कार्य गर्नलाई अझ सजिलो हुनुहुन्छ। अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूमा पनि सहभागी हुन पाइयो। यहाँहरूले जुन अवसर दिनुभयो त्यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छौँ र यसबाट नेपाल एम्बेसी र नेपालीहरूको बिचमा एउटा आत्मीयता बढ्नेछ भन्ने मलाई विश्वास लागेको छ। धन्यवाद रमेश सर। यसै गरी हाम्रो म्याम हुनुहुन्छ यहाँहरूको पनि हामीसँग एक्सपिरियन्स बताइदिनुहोस् न अलिकति थोरै दिनु केही न केही यहाँहरूले पनि बटुल्नु भयो होला। धेरै राम्रो भयो, खुसी लाग्यो। सबै साथीभाइहरूसँग दिदीबहिनीहरूसँग भेला भयो, गफ गरियो, एकअर्कासँग शुभेच्छाहरू चाहिँ आदान प्रदान गरियो, खुसी लाग्यो। सुषमा म्याम? हजुर एकदम रमाइलो लाग्यो। सक्सेसफुल भ्रमण भयो। हामी एकदम खुसी छौँ। एकअर्कालाई चिन्ने चाहिँ एकदम राम्रो मौका हामीले पायौँ। नजिकबाट चिन्ने मौका पायौँ। पहिला चाहिँ टाढाबाट चिनिन्थ्यो भने अहिले चाहिँ एकदम नजिक भएर चिन्ने मौका पायौँ। हामी धेरै नै खुसी छौँ। धन्यवाद यहाँहरू सबैलाई। र फेरि आगामी दिनहरूमा पनि यस्तै हामी अभिभावकसँग हाम्रो फेरि अर्को प्रोग्रामहरू यसरी सेट हुन सकोस्, त्यसै गरी रमाइलो हुन सकोस्। यहाँहरूको साथ हामीमाथि सधैँ रहोस्, यहाँहरूको हात हामीमाथि सधैँ रहोस् भन्ने चाहन्छु। र यहाँहरू हाम्रो भ्रमणमा आइदिनु भयो, नारी आवाजले गरेको यसमा समावेश हुनुभयो, हामीसँग बस्नुभयो, यसको लागि धेरै धेरै आभार व्यक्त गर्दछु। धन्यवाद। यस्तै मसँग अहिले हुनुहुन्छ हाम्रो युवनको डाक्टर साहब हुनुहुन्छ सर। आज हामीसँग आइदिनु भयो त्यसको लागि सर्वप्रथम त धेरै धेरै धन्यवाद यहाँलाई। र कस्तो रहेछ सर आज यहाँको अनुभव? छोटकरीमा भन्दाखेरि नितान्तै बेग्लै किसिमको अनुभव भयो। अरू कार्यक्रममा सहभागी भइरहेको थियो तर यसमा चाहिँ पुरै समय जस्तो क्याम्पिङको एउटा अनुभव र अहिलेसम्मका कार्यक्रममा एउटा बेग्लै खालको अनुभव र असाध्यै रमाइलो खालको कार्यक्रम भयो र यो कार्यक्रम मेरो हिसाबले एकदमै सफल र सम्पूर्ण छ। यस्तो कार्यक्रमहरू गर्दै राख्नु भने एक आपसमा चिनजानी हुने, एक आपसमा समस्याहरू दुःखहरू सुखहरू साट्न चाहिँ मौका पनि दिन्छ। त्यसले हामी नेपालीहरूलाई यसले अझ नजिक बनाउनलाई चाहिँ मद्दत पुर्याउँछ भन्ने। कस्तो नमस्कार, मेरो त पहिलो एक्सपिरियन्स हो यो है। साह्रै नै राम्रो लाग्यो, रमाइलो लाग्यो। दिदीबहिनीहरूसँग चिनजान अझै नजिक हुने मौका पाइयो। तपाईँहरू सबै अर्गनाइज गर्ने दिदीबहिनीहरू दाजुभाइ सबैलाई धन्यवाद। यो मलाई एकदम मन पर्यो। यस्तै गरी अहिले म नारी आवाजको हाम्रो अध्यक्षज्यू अम्बिका छेत्रीसँग हुनुहुन्छ जसको प्रयासले कि हाम्रो यो कार्यक्रम धेरै सफल पनि भएको छ। हाम्रो एकजुटको कारणले गर्दाखेरि म पनि त्यसैको सदस्य भएको कारणले गर्दाखेरि उहाँलाई कतिको कठिनाइ भयो र कतिको के भयो, कसरी म्यानेज गर्नुभयो थोरै। र अहिले हामी सरहरूसँग बस्दा हाम्रो महामहिमज्यूहरूसँग दूतावास परिवारहरूसँग बस्दाको अनुभव यहाँलाई पनि कस्तो भयो? अम्बिकाजी थोरै बताइदिनुहोस् न प्लिज। सबैभन्दा पहिला यहाँ पाल्नुहुने सबैजना दाजुभाइ दिदीबहिनीहरूलाई नमस्कार होइन। अब यो कसरी अर्गनाइज गरियो कसरी के भन्दा सबैभन्दा पहिला यसको श्रेय साबी पाठकजीलाई चाहिँ जान्छ र यसमा नितु खतिवडा, लीला लिम्बू अनि हाम्रो एकजना बहिनी दिदी प्रमिला परि नै भन्छौँ होइन, प्रमिला र
अनि यहाँ पुष्पराज श्रेष्ठ उहाँले चाहिँ अति नै धेरै मेहनत गर्नुभयो। अब यो भनेको यस्तै हो, हामी पहिलादेखि गरेको थियौँ, तर अहिले यो सेसनमा चाहिँ हाम्रो भन्नुपर्दाखेरि हाम्रो यो फेरि पुनर्गठन पछिको यो पहिलो प्रोग्राम हो। यसमा खानापिना बस्ने एउटा क्याम्पिङ जस्तो गराएर एउटा आत्मीयता, यो भनेको एउटा आत्मीयता एउटा कुनै पनि एउटा नभएर चाहिँ यसमा चाहिँ हाम्रो राजदूतावास परिवारहरूदेखि युएनको सरहरूदेखि लिएर हाम्रो केयर गिभरहरू दाजुभाइ दिदीबहिनीहरू मिलेर एउटा आत्मीयता कस्तो छ त हामीसँग भन्ने कुरालाई एउटा जगाउन मात्रै खोजेको हो। खास त्यस्तो केही पनि होइन, तर जति भयो जे भयो यसको लागि धेरै धेरै राम्रो भयो होइन। Hi, it's me Sabina. Your good name, please? I'm Benny. Okay, so you are today with us. You enjoy with us? Yes, of course I enjoyed. So how is your experience? Can you tell me something about it? I had a good experience, like especially that it was a like non-alcoholic party, so everybody is good and like happy and not. But little bit difficult for you, yeah? No, it's because not difficult. because of the language, because we make my breathing here Nepali language and you are in Hebrew, so. Yeah. But also you enjoy with us. Oh yeah, just in language is difficult, but not in like a relation or something. Yeah, sure, we are human beings. So and thank you very much being with us and enjoy your time. Thank you. Thank you so much. नमस्ते दाई। नमस्ते। आज हाम्रो यस भ्रमणमा हामीसँग एडभान्स मनी ट्रान्सफरबाट कृष्ण दाई पनि हुनुहुन्छ। दाई यहाँलाई हामीसँग नारी आवाजले गरेको यो आयोजनामा कस्तो लाग्यो, कस्तो एक्सपिरियन्स बटुल्नु भयो त, कतिको रमाइलो गर्नुभयो दाई? एकदमै रमाइलो भयो। नारी आवाजको म आफू पनि सल्लाहकार भएको हुनाले सल्लाहकार अनिवार्य जानुपर्छ भन्ने उर्दी जारी भएको थियो। त्यसले गर्दाखेरि म आफूलाई पनि निश्चय पनि यो भ्रमण मनोरञ्जनपूर्ण रमाइलो र ऐतिहासिक ठाउँको अवलोकन गर्ने अवसर मिल्छ भन्ने लागेर नै मैले एउटा अफिसमा पनि व्यवस्थापन गरेर म अफिस छोडेर चाहिँ आएको छु। मलाई एकदमै खुसी लागेको छ, किन भन्दा नारी आवाजले यो एम्बेसीका पदाधिकारी सहितको भ्रमण राखेर एउटा जुन अवसरहरू घुम्ने, हेर्ने, देख्ने, मनोरञ्जन लिने प्रदान गरेको छ। त्यसको लागि म नारी आवाजप्रति कृतज्ञता ज्ञापन गर्दै। यस्तै गरी फेरि मसँग अहिले हुनुहुन्छ हाम्रो सत्यसाई केन्द्रबाट अध्यक्ष हाम्रो साईराम नेहा गुरुङ हुनुहुन्छ। नमस्ते नेहा। नमस्कार। यहाँलाई नमस्कार सम्पूर्ण दर्शकहरू। यहाँ हाम्रो नारी आवाजमा पनि हुनुहुन्छ, नेपाल नारी आवाजको उपाध्यक्ष हजुर उपाध्यक्ष पनि हुनुहुन्छ। र साईराम यहाँलाई कस्तो भयो त आजको अनुभव हाम्रो सरहरूसँगको छोटो जानकारी? टुर एकदमै रमाइलो भएको छ र यहाँ देखिराख्नु भएको छ जुन भिडियोमा हामी अहिले जुन हामी यो टुरको अन्तिम गन्तव्य स्थानमा छौँ, एकदम रमाइलो भइरहेको छ। र यो हामी मध्ये चाहिँ मलाई लाग्छ यो 1899 को चाहिँ यो फर्स्ट टुर होला भन्ने मलाई लागिरहेको छ र एकदमै इन्जोय भइरहेको छ। र त्यसमध्ये पनि हाम्रो नेपाली राजदूतावासको परिवारहरू हामीसँग हुनुहुन्छ। एकदम रमाइलो भइरहेको छ, शब्दमा एकदम व्यक्त गर्ने ठाउँ नै छैन। र जुन हाम्रो नेपाली नारी आवाजको जुन यो टुरमा आउने सम्पूर्ण हाम्रो महिला दिदीबहिनीहरू, दाजुभाइहरू र सम्पूर्ण हाम्रो साथीभाइहरू र सम्पूर्ण हाम्रो यो नेपाली एम्बेसीका परिवारहरू र त्यसै क्रममा हाम्रो डाक्टर युएनबाट पाल्नुभएको छ हाम्रो ध्रुव कोइरालाज्यू र उहाँका अर्धाङ्गिनी हाम्रो बिन्दु कोइरालाज्यू र जो हाम्रो निमन्त्रणालाई एक्सेप्ट गरेर आउनुभएकोमा सबै हामी नेपाली नारी आवाजको तर्फबाट र स्पेसली म नेहा गुरुङको तर्फबाट पनि हामी हार्दिक एउटा कृतज्ञता व्यक्त गर्न चाहन्छु। र आगामी दिनहरूमा पनि संस्थाले गरेका यस्तो सामाजिक कार्यमा यस्तो यो टुरमा चाहिँ एउटा सबैजनाको इन्ट्रेस्ट होस् र आउने दिनहरूमा पनि यस्तो कार्यक्रमहरूमा यहाँको सहभागी होस् भन्न चाहन्छु। थ्याङ्क यू।